हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म विक्रम बाबा मन्दिर जाँदैछु। के भन्छ विक्रम बाबा मन्दिर भन्छ होइन मम्मी? के भन्छ? विक्रम बाबा जाँदैछौँ र अहिले चाहिँ हामी स्कुटरमा आएर स्कुटर पार्क गऱ्यौँ अनि त्यसपछि अहिले चाहिँ हामी हिँडेर जाँदैछौँ र हामी चाहिँ अहिले राप्ती रिभरको पुलमा हिँडिरहेका छौँ। यहाँ चाहिँ मम्मी हुनुहुन्छ अनि त्यसपछि अनिसा यहाँ चाहिँ बाबा र भाइ चाहिँ अगाडि हुनुहुन्छ। म अहिले पछि देखाउँछु। सो लेट्स गो। सो गाइज यो चाहिँ हाम्रो राप्ती रिभर र म चाहिँ अहिले राप्ती रिभरको पुलमा हिँड्दैछु र हामी जाँदैछौँ पूजा गर्ने ठाउँमा। गाइज आज चाहिँ हाम्रो यो एकदम भिड छ, लाइक टु मच भिड, किनभने आज चाहिँ रामनवमी नै हो अनि त्यही माथि आज बिदा भयो। रामनवमी भएपछि स्कुलहरू पनि बिदा भयो। सो मेनी पिपल आर हियर। हामी नि त्यही बिदा भएको भएर आज आएको हो। सो धेरैजना हुनुहुन्छ यहाँ, 70जना हुनुहुन्छ र हामी चाहिँ यहाँ अलमोस्ट आफ्टर 9-10 इयर्स हामी चाहिँ 9-10 इयर्स पछि बल्ल आइरहेको छौँ आज। सो लेट्स गो, आइ एम एक्साइटेड। गाइज हजुरहरूले गाडीको, बाइकको, स्कुटरको जाम त देख्नुभएको थियो होला, तर आज चाहिँ यहाँ विक्रम बाबामा मान्छेको जाम भइरहेको छ। मान्छेको जाम भएको छ यहाँ पुरै फुलन जाम भइरहेछ र हामी यहाँ कुरिरहेछौँ जानलाई। अहिले चाहिँ हामी माछाहरू हेर्दैछौँ अनि टट राइस कछुवा पनि रहेछ। सो लेट्स सी हामी कति बजे पुग्छौँ। सो गाइज यु क्यान सी वाट इज दिस। ओ माई गॉड, भिड अहिले चाहिँ 10:32 AM भइरहेको छ। हुन त हामी आफै नै पहिल्यै लेटै आएको थियौँ र 10:32 AM भएको छ अहिले। सो लेट्स सी हामी वहाँ कति बेला पुगेर कति बेला पूजा गरेर भ्याउँछौँ। ओ माई गॉड गाइज, क्यान यु सी दिस? जाम कहाँ पुगे? भिड हेर्नुहोस्, भिड विक्रम बाबाको पुलमा। गाइज हामी चाहिँ अहिले पनि मान्छेको जाममै छौँ। And the heat, oh my god, it's crazy. I've never seen. No, I have seen one time, but still. Look at this. Oh my god, यो पुलमा मात्रै कतिजना मान्छे होला? गेस 1000? Can you see that? दामी छ, दामी। Oh my god. हामी चाहिँ अब चाहिँ अलमोस्ट पुलको एन्डमा आछौँ फाइनली। गाइज हामी चाहिँ स्टिल मान्छेको जाममै छौँ। बेबी कस्तो लागिरह? भाइको फर्स्ट टाइम विक्रम बाबाको एक्सपिरियन्स। यस, आई अलरेडी सेड इट आई थिङ्क। सो फाइनली आई थिङ्क हामी हल्का स्टेप्स गएर चाहिँ अब पुलको एन्डिङमा आइसकेका छौँ। सो स्टिल इट्स टु मच भिड एन्ड अब त 11 बज्न पनि लागिसक्यो होला। हामी कति बेला पुग्छौँ पूजा गरेर कति बेला फर्किन्छौँ त बेलुका हुन्छ होला त्यति बेला। यस, हामी मामा घर पनि जान्छौँ, हेरौँ कति बज्छ। ल गाइज हामी फाइनली पुलबाट तल झऱ्यौँ। गाइज हामी चाहिँ फाइनली पुल तरेर यता आइसक्यौँ। मेरो भाइ आएको छ अन्त यहाँ चाहिँ मम्मी बाबा चाहिँ आइपुग्नु भएको छैन। लेट्स सी व्हेन दे विल कम। ल गाइज यु क्यान सी है, हेर्नुहोस् त यहाँ। ओ माई गॉड, मान्छेको भिड हेर्न सक्नुहुन्छ। अब हामी जान्छौँ। फाइनली पुल कटेर आइपुग्यौँ। ब्युटिफुल नजारा छ है यहाँ चाहिँ, जति भिडभाड भयो नि। अब हामी जान्छौँ, पूजा गर्छौँ। हामी आउन चाहिँ आयौँ, तर यो सबै फेरि हिँडेर फेरि जानुपर्छ, त्यही कुराको चिन्ता लागिरह मलाई। हजुरलाई लाख कि नै मम्मी? एकदमै कसरी पुग्यो भन्ने भइरहेछ। बल्ल बल्ल त्यो भिडबाट आएको, अब कसरी जाने हो। अझै पनि हिँड्दैछौँ। कति बेर लाग्छ होला मम्मी? अब 5 मिनट।
अब 5 more minutes पूजा गरेर फर्किने मान्छेहरूको भिड पनि टु मच छ टु मच आई विल सो यु अल guys finally after 100 years of struggles we are here oh my god guys हामी आयौँ hello how are you feeling tired. Okay, Lyra, so एकदम. But I'm feeling nice right now. यो धुपको बास्ना. गाइज हामीले चाहिँ पूजा गरेर सक्यौँ अब चाहिँ यहाँ ध्वजा लगाएर बसिरहेका छौँ ध्वजा लगाउँदै मैले चाहिँ भर्खर लगाएर भ्याएँ अब चाहिँ सबैले लगाएर भ्याउनु भयो टिका लगाएर बसिरहेका छौँ हेलो एभ्रिवान ल ए अब चाहिँ हामी प्रसाद खान्छौँ बाबु हजुरहरूले नि जानुभएको छैन भने यहीँबाट प्रसाद दिनु त अलिकति खानु होला र विक्रम बाबाको दर्शन गर्नु होला सो गाइस पूजा गरेर सक्यो प्रसाद खाइयो त्यही भिड छ पोलियो करेन्ट हालेर चाहिँ गाइस त्यहाँ गाइस हामीले चाहिँ भर्खरै सेल्फी खिच्यौँ अब म मम्मी बाबाको फोटो खिचिदिन्छु अहिले चाहिँ हामी सेल्फी खिच्दैछौँ हो कि नै गाइस हामीले चाहिँ पूजा गरेर प्रसाद पनि खायौँ त्यहाँबाट फोटो नि खिच्यौँ 2-4वटा अब हामी फर्किन्छौँ तर यस्तो भिड छ नि Oh, please, God, please, अब चाहिँ भिड नहोस् त्यो पुलको एक्सपिरियन्स हो माइ गॉड अब हेरौँ पुलमा जाँदा कस्तो हुन्छ आई विल सो यु अल है त अनि अब हामी म मोबाइल राखिदिन्छु अनि आनन्दले छिटो छिटो फटाफट हिँड्छु ए अनि एउटा कुरा बाँकी छ गाइस हामी चाहिँ अहिले मस्त बसेका छौँ के गर्नलाई भन्दा चिया खानलाई चिया आएको छ मम्मीले चाहिँ घरमै चिया बनाएर लिएर आउनुभएको छ थर्मसमा हालेर अब हामी चिया खान्छौँ मिठो छ चिया यस्तो मिठो कति मेहनत गरेर पकाएको छु बिहानभरला मिठो छ बाबा मैले बनाएको चिया कस्तो हुन्छ मम्मी जस्तै हो मिठो गुलियो मम्मी जस्तै हजुर चिया मम्मी जस्तै हो मम्मी जस्तो गर्दो अभिनवले नि खाइरहेको थियो हुन्छ त्यस्तै बेबी तिमीले नि खाइछौ र सानो यता हेर त चिया खाइयो मिठो छ र गाइस अब हामी चिया छिटो छिटो खाएर जान्छौँ ओ माई गॉड सो गाइस हामीले चिया खाएर सक्यौँ अब फेरि हामी जान्छौँ बाबा चाहिँ यहाँ वाक गरिरहनु भयो वाक मेरो न्यू चप्पल हो है यस्तो भयो ओ माई गॉड मम्मीको पनि मस्त कुर्ती भाइले मलाई ल ल भयो यति बोकेपछि अब यो मेरो होइन है गाइस अब हामी जान्छौँ यहाँबाट मजा आयो नेचरमा बसेर मस्त एक कप चिया पिएर अब हामी फेरि हुन्छौँ बाई बाई सो गाइस हामी चाहिँ अहिले हिँड्दैछौँ र अब चाहिँ मैले पुल देखिसकेँ र पुलमा चाहिँ थ्याङ्कफुल्ली जाम रहेनछ अघिको जस्तो लाइन चाहिँ रहेछ बट स्टिल अघिको जस्तो रहेनछ द्याट्स अ गुड थिङ बट स्टिल यताबाट जाने मान्छेहरूको नम्बर एकदम धेरै छ सो अगेन समथिङ मे ह्यापन बट लेट्स होप नथिङ विल ह्यापन एन्ड वी विल गो फास्ट आई एम टायर्ड नाउ टायर्ड या तर चिया त खाएको तर त्यो स्टिल चियाले भोक जान्छ जाँदैन अब हल्का त्यो स्टन्ट गरेर सरकार के होला स्टन्ट गरेर त्यस्तै होला चियाले भोक जान्छ स्टन्ट गरेर सरकार बन्छ टाइप्स नै होला
ओ माई गड गाइस म मोबाइल यस्तो गर्दा मलाई हात धोइरह बाई बाई अहिले पनि राम्ररी जाने सिचुएसन छैन गाडीहरू आइरहेछ र सबै मान्छेहरूलाई चाहिँ यहाँ रोकाएर राखिराख्नु भएको छ लेट्स सी अब हामी कति बेला जान्छौँ सरी दिदी दिदी मेरो बेबीको खुट्टा कुच्दिएँ मैले गाडी जाममा गएर उतै पऱ्यो होला अनि अहिले चाहिँ हामी पुलमा छौँ र फाइनली पुलबाट हामी आनन्दले फर्किरहेका छौँ नट लाइक अघिको ओ माई गड धन्न अहिले चाहिँ आनन्दले हिँड्न पाएको छौँ चिसो चिसो हावा चलेको छ ल बाई बाई गाइस हामी चाहिँ फाइनली पुल तर्यौँ फाइनली पुल पनि सकियो अब हामी अलमोस्ट अझै वाट इज दिस बिहेभियर मेरो चप्पल टेक्दिने गाइस फाइनली म चाहिँ स्कुटरमा चढेँ हामी जाँदैछौँ टु मच भिड छ है ओ माई गड क्रेजी क्रेजी एक्सपिरियन्स भइरहेको आज हामीलाई आई डोन्ट नो गाइस हामी चाहिँ फाइनली फर्किँदैछौँ अब भिडभाड खतम फाइनली फिलिङ गुड मैले यस्तो हुन्छ आज भनेर त मैले सोचेकै थिएन कि लिटरली फर्किँदैछौँ अब आई थिङ्क यो अब हामी भरतपुर 23 कट्यौँ भरतपुर 22 आइपुग्यो अब अनि हामी यसरी जाँदैछौँ मस्त स्कुटरमा यसरी जाँदैछौँ बाई बाई जाँदैछौँ अनुसार र म चाहिँ एउटा स्कुटरमा छ मम्मी बाबा चाहिँ त्यहाँ अर्को स्कुटरमा हुनुहुन्छ आमा मेरो कपाल र हामी जाँदैछौँ गाइस फर्किँदैछौँ जाने होइन अब चाहिँ फर्किँदैछौँ गाइस हामी चाहिँ पाते डिडोमा आएको छौँ गाइस हामी चाहिँ फाइनली सो गाइस हामी चाहिँ नारायणघाट आइसक्यौँ अनि हामी चाहिँ पाते डिडोमा आएको छौँ खाना खान एकदम भोक लागिरहेको छ अभिनव बेबी भोक लागेछ ओके गाइस ल्याउ न खाम सो गाइस अब फर्स्टमा चाहिँ पानी खानु भयो यस्तो तिर्खा लगाएर मलाई गिलास त नहालिकन झाप्रो खाइहाल्छ भनेको गिलास चिसो पानी अब चिसो पानी छैन चिसो गाइस म चाहिँ अब मेन्यु हेर्छु अनि के खानु भनेर अर्डर गर्छु गाइस हामीले चाहिँ अर्डर गरिसकेँ मलाई चाहिँ भोक लागेर म पागल हुने बेला हुँदैछ आइ एम भेरी 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 हङ्ग्री गाइस नाउ तर आई होप कि छिटो आउँछ ल्याउ त चाहिँ यहाँ मस्त मोबाइलमा गेम खेलिरहेछ मम्मी आउनुहुन्छ अनि राम्रो छ यहाँको के भन्छ यो सबै कुरा बाबा यहाँ हुनुहुन्छ अन्सा यहाँ चाहिँ 2:30 भइसक्यो गाइस सो गाइस गेम खेल्न आएको यहाँ सो गाइस हामी कुर्दैछौँ मलाई भोक लागिरह सबैलाई भोक लागिरह गाइस खाना आयो ह्याप्पी 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 आज खाना देखेर म यति खुसी त कहिले भएन होला लिटरली यस्तो भोक लागेर गाइस अब म खान्छु दामी मिठो देखेछ अब खामै त कस्तो हुन्छ हेरौँ तातो रहेछ तातो तातो तातो
सो गाइस अब म खान्छु भात खानको लागि म यति धेरै एक्साइटेड कहिले पनि भदिनँ यस्तो भोक लागेको 3 बजिसक्यो होला अहिले त 3 सो अब म खान्छु बाई बाई गाइस मैले चाहिँ खाना खाएर भ्याएँ मम्मीले पनि सक्नुभयो बाबा भाइ सबै सक्यौँ तर हाम्रो घरको भुक्कड इज स्टिल इटिङ You are, by the way. You are. एउटालाई हतार भइसक्यो अब मामा घर जाने भनेको भएर छिटो जाम अरे पानी पर्ला जस्तो भएको छ कसरी जाने हो नपरोस् आया ल गाइस I will update you soon. मेरो न्यू चप्पल माया गर्दो तिमीले त देखेको नि छैन है माया गर्दो न तिमीले मेरो न्यू चप्पल हेरेछौ हेरे छैन सो गाइस दिस इज दी पाते ढोडो यो चाहिँ हामी सप्तगण्डकी निराकोमा आएको छौँ आज आएको थियौँ आज भन्नुमा अब किनभने नाउ वी आर गोइङ होम गाइस आज चाहिँ हामी मन्दिर गएर पूजा गरेर अनि आएर मस्त इन्जोय गऱ्यौँ कस्तो भयो सबैजना रमाइलो भयो मजा आयो एकदम ल बाई बाई एभ्रीवान डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब यस बाई बाई